ठिक छ है अझै होइन त साइड हाम्रो त पुल छैन नि होइन खोलाको नजिक चाहिँ के अरे आवाज आउँछ नि त त्यही भएर मजा आउँछ क्या है अहिले अर्को दिन उता पल्लो खोला सही छ त्यही भएर खोला खोला भएन अनि हल्का बगर जस्तो भयो भने दामी हुन्छ क्या अर्को नेक्स्ट टाइम होइन मजा आयो मजा आउँछ यो पनि त सराउनु त्यही हो ठ्याक्कै यसरी उसलाई नि बस्नु मन थियो आफ्नो टाइम चाहिँ कहिले अर्को लोकेसनमा जानु नि त मेरो चाहिँ 3-4 बजी त जसरी मिलिहाल्छ 6 तारिक मेरो नि बेलुका काम छैन स्पेसल त्यो दिन हुन्छ 8 to 9 होइन सबैको जुन टाइममा लिने चाहिँ त्यही काम हो यस्तो काम चाहिँ छैन त बिहान लिएर तपाईँले पहिला नै हुनुहुन्थ्यो छोडेल के छ पहिला खेल्थ्यो पहिला केटाहरू आइडी काम गर्ने बेला खेल्थ्यो पहिला केटाहरू त्यही थकाली म्याच खेल्थ्यो क्या शनिबार बिदा हुन्थ्यो होइन अनि ब्लक एबिसी थियो अनि ब्लक केटाहरू खेल्ने क्या हामीले थकाली खोज्थ्यौँ त्यहाँनिर ठ्याक्कै यत्रो सानो पनि थियो डङ्कीमा यो चाहिँ घरमा बसेर काम गर्नु नि हुँदैछ क्या त्यही त तल जान्छ नि यो 500 पाउँदो रहेछ 2200 होइन 2200 सबै लिनु न एउटा हुन्छ ठिकै छ है जस्तो गर्दा चाहिँ माथिसम्म गएपछि क्याम्पिङ हाल्नुपर्छ यो कुरो अटमको बेला अहिले गाडी त्यसकै छ भने तर गाडीमा दुईजना फ्यामिली हाल्नु नि टक्क जानु घाटै त्यसपछि दिन त न त टेन्टै गर्ला नि टेन्टै एउटा लिनु मैले चाहिँ कस्तो खालको अहिले पैसा हालेर होइन लाइट टेन्ट किन्नु मन लाग्यो दुईजनाको लाइट टेन्ट बोकेर टक्कै हिँड्ने होइन तपाईँले ठ्याक्कै देब्रेले खानुहुन्छ नि त होइन त्यो यतापट्टि परेको यतापट्टि पर्थ्यो क्या होइन ट्याक्कै होइन अब यो ठ्याक्कै यो ठाउँको के अरे सुविधा लुटिहाल्नुपर्छ क्या भिडियो बनाएर होइन त्यही टाइममा क्या त्यही त ठाउँहरू छ प्रत्येक सिजनमा केही न केही नयाँ फेरि फरक हुन्छ नि त खालि एउटै हुँदैन त्यही त सुई आउँछ सुईमा नि अब चाहिँ सबैजना मिलेर स्कुल जानुपर्छ क्या सबै मिलेर हिउँ परेको बेला नि चक्कर बनाएर त्यो तातो बाँकुडेको त्यो बाहिर खान त मजा आउँछ है योपालि स्किप जाने हो अस्ति पालि त हाम्रो ठेकेबाटै स्पोन्सर हालेको थियो नि त र अटममा नि माथि त्यो झर्ना घाँसतिर जाँदा चाहिँ त्यही हो
फेरि यस्तो हुन्छ माथि चाँडै पात कलर चेन्ज हुन्छ तल हुँदैन माथि झरिसक्छ क्या माथिबाट तल सर्दै आउँछ माथि छिटो हुन्छ क्या ठ्याक्क पर्फेक्ट टाइममा पुग्नु सक्यो पात चाहिँ पातहरू जे पनि त्यही हो झर्ने टाइममा पनि त्यही कलर चेन्ज हुन्छ पहिला माथिबाट अनि तल आउने भइहाल्छ ए माथिबाट चाहिँ चेन्ज हुँदै आउने भनेपछि फुल चाहिँ तलतिरबाट फुल्दै आउने क्या फुल चाहिँ तलतिर ए पातहरू झर्ने नि माथिबाटै अँ पात झर्छ नि जुन माथिबाट झर्दै गर्दै आउँछ सुरुमा माथि झर्छ पात कलर चेन्ज पनि त्यही माथिबाट माथिबाटै हो फुल चाहिँ तलतिरबाट फेरि माथितिर पछि जिम गर्नेलाई ताप थाप्ने हानिन्छ तर मेरो अगाडि नै त्यो ताप थाप यिनीहरू चाहिँ पछि निकालिने खुट्टाको चाहिँ त्यो सोलोमै हुँदैन अहिले पनि हिँड्दा चाहिँ केटाहरू मैसँगै काम गरेर दुईजना मेरो साथीहरू अझै गर्दा त्यहीँ गर्दा म उहाँ कहाँ चितवन लुम्बिनी मनाङसङ कहाँ पुगेँ केटा त्यहीँ छ काम गर्दाखेरि राम्रो पनि छ मलाई चाहिँ कहीँ बस्नु हुँदैन यहाँबाट बाहिर निस्किनुपर्छ भनेर कम्पनीले 400 आइदिएर बेस ठिकै भयो सुरुमा चाहिँ गाह्रो भएको थियो चितवन झर्दाखेरि सोलुबाट सिधै चिताउनु तिन 3,445 मिटरबाट 400 कतिमा झारेर गाह्रो हुन्छ नि म फेरि त्यहाँ चाहिँ दारीसारी काट्नुपर्ने क्या पुरै सोलुमा चाहिँ काट्नु नपर्ने होइन अनि लास्ट एलर्जी हुने भने लास्ट गाह्रो हुन्छ सुत्नै नसक्ने नछेक त्यस्तै माइक साइड भयो भने त यस्तो नजरमा आएर पोल्दा खान्छ नि है मैले त गर्नुपर्छ र अब यो क्यामेरा चेक गरौँ है एकचोटि